स्कुलले दिएको नीति अनुसार हामीले यो काम गर्नै पर्छ। हाम्रो स्कुलको एउटा कर्तव्य हो। जति पनि आज हामीसँग अभिभावकवर्ग भेला हुनु भएको छ उहाँका हामी स्कुलको पक्षबाट हार्दिक स्वागत जनाउँदछौँ र चाँडै नै हामी यो हाम्रो विथड्रल अफ फन्ड राइजिङ ऱ्याफलको कार्यक्रम हामी तपाईँहरूकै अघि तपाईँहरूले एउटा साक्षी राखेर यो कार्यक्रम हामी गर्न चाहन्छौँ र विशेष हामीले तपाईँहरूलाई यो विथड्रल गर्नु अघि यसमा कतिवटा सिस्टम छ यो पनि हामीले तपाईँहरूलाई क्लियरेन्स गर्नैपर्छ ताकि तपाईँहरूलाई पछि गएर तपाईँहरू नै कन्फ्युज हुनुभयो भने तपाईँले कतिजना व्यक्तिहरूलाई यसरी नानीको फ्युचरको लागि अथवा नानीको स्किल डेभलपमेन्टको लागि तपाईँहरूले सहयोग माग्नु भएको छ आन्सर चाहिँ तपाईँहरूले पनि दिनुपर्छ। त्यहाँनिर जुन प्रकारले चिठा उडाएर प्राइज डिस्ट्रिब्युसन भयो या प्राइज सानो या ठुलो जस्तो होस् क्वेसन रेज हुन्छ। हुन्छ नि होइन मजाले उयो होस् न लु आइदिनुहोस् न उता अगाडि दिनुहोस् न पहिला उयो अब अर्को त्यहाँ जुनै भए पनि उठाउनुहोस् न एउटा So I think she needs to get now. Sir, show to me. Honey, keep it there, sir. I'll take the photo also, la. Sir. So keep it properly, no, sir. With the number full dog. Third prize. 68. It's hiding, sir. Keep the number and that sheet together only, sir. 233. यो चाहिँ अर्को निकाल्नुस् न. Second prize. Right? Who got the second prize? 8972. I think you not 8972. No, the number is there, no, so we can give a call. Chani consolation prize. Consolation. 640. अर्को टिप्नुहोस् न 543. First. Who's that? Sir. Who's that? From his place. Wow. Who's that? 122. यो मैले पनि एउटा कसको नाम हो कुनै भन्छ र सबै हाल्नु है नम्बर नचोक्नु नि कन्सोलेसन नै निकाल्नु भयो नेभर लुज होप लु त यहाँ सर Consolation. Sorry, which number? 195. Third prize is that only, sir. Congratulations.
एकछिन यहाँ हेरिदिनुहोस् न बहिनी यता हेर न बहिनी एकछिन फोटो खिचिदिन्छु नि हजुर ग्रुप राखिरहेछ डिपार्टमेन्टले मार्छ नि त्यो फोटो खिच्यो अन्त हेलो सबैजनालाई नमस्ते है सो उहाँहरू चाहिँ हाम्रो आजको चाहिँ विथड्र जुन रेफर सिट हाम्रो आज के भन्छ फाइनल डेट थियो है विथड्रको फाइनल डेट थियो त्यसमाको चाहिँ उनीहरू चाहिँ आज फर्स्ट र सेकेन्ड विनर हुनुहुन्छ सो तपाईँको नाम भनिदिनुहोस् न है तपाईँले फर्स्ट प्राइज पाउनु भएको छ है तपाईँलाई यो प्राइज पाएर कस्तो लागिरहेको छ होला है खुसी छु एकदमै तपाईँहरूलाई पनि एकदम धन्यवाद तपाईँहरू चाहे तपाईँहरूको यस्तै अब राम्रो उत्तर प्रगतिको कामना पनि गर्दैछु हुन्छ थ्याङ्क यू अनि तपाईँको नाम भनिदिनुहोस् अनि तपाईँले सेकेन्ड प्राइज पाउनु भएको रहेछ है मिक्सर ग्राइन्डर पाउनु भएको रहेछ सो तपाईँको पनि अनुभव भनिदिनुहोस् न तपाईँलाई कस्तो फिल भइरहेको छ मलाई खुसी लागिरहेको छ स्कुलले सधैँ उन्नति गरिरहोस् यसरी नै हुन्छ थ्याङ्क यू